सरी बोलम कसरी तिमीलाई। हेलो एभ्रिवान गाइज, इट्स मी बिटी बोय। आज पनि तपाईँहरूको माझ एउटा भिडियो लिएर आइसकेको छु। आज चाहिँ यो भोजपुरको ओख्रे भन्ने ठाउँको चाहिँ चिया बगान आएको छु हैन। आज तपाईँहरूको लागि एउटा नयाँ भिडियो चिया बगानको लिएर आएको छु। एउटा भाइले, यहीँको भाइले चाहिँ चिया बगान पनि गएर यसो भिडियो बनाइदिनु दाइ भन्दै थियो हैन। त्यही भएर मैले यसो चियाको भिडियो लिएर आएको छु। अब साथीहरू यतै डान्स सिकिरहेछ हैन, यता डान्स सिकिरहेछ हेर्नु होला। अनि त्यही हो, अब म तल छ। बोलम कसरी तिमीलाई, बोलम कसरी मनमा तिम्रै माया सानो, बोलम कसरी यादमा रह्यो साथमा। ए बादल लागेर हैन यस्तो भएको छ। साथीहरू डान्स सिकिरहेछ, उनीहरू डान्सरहरू हो र मलाई चाहिँ केही आउँदैन हैन, जस्ट सानो भिडियो बनाएको। तपाईँलाई कस्तो लाग्छ मेरो भिडियो? मन परे लाइक कमेन्ट सेयर गरिदिनु होला र मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र यो टिकटक आइडीमा पनि फलो गरिदिनु होला र फेसबुक र्यापर बिटीमा पनि फलो गरिदिनु होला। तपाईँहरूको सानो सहयोगले, सपोर्टले म धेरै अगाडि बढ्न सक्नेछु र आशा छ तपाईँहरूले मलाई साथ र सपोर्ट पनि गरिदिनु हुनेछ भने। त्यति भन्दै भिडियो कन्टिन्यू हेरिरहनु होला। गाइज, अघि तपाईँहरूलाई मैले यो माथि हाम्रो साथी र दाइ चाहिँ डान्स सिक्नु हुँदै थियो नि है, कभर डान्स चाहिँ। अब कस्तो लाग्छ तपाईँहरूले यहाँ हेरिदिनु होला है। 3 देखिहाल्नु भयो तपाईँहरूले डान्स कस्तो छ। अब तपाईँहरूलाई त्यही हो हैन। यहाँ मनै खायो गडेलोले, मनै खायो तिम्रो मायाले। हाम्रो भेटघाट पहिलोचोटि हो। उहाँहरूको पनि अब टिकटकमा अब राम दाईको यहाँ हुनुहुन्छ म आएँ ल भन्ने टिकटक आइडी छ, फलो गर्नु होला। अनि यता हाम्रो करुण छ, सबैले फलो गरिदिनु होला। त्यही हो। अब भाइको लागि पनि केही बोलिदिनु नि त है। ल, अहिले चाहिँ हामी भोजपुर रामपुर 17 गाउँपालिका वडा नम्बर 1 ओख्रे डाँडामा छौँ। यहाँ चाहिँ हामी आजको ओख्रे डाँडाको यो विशेष हरियाली चिया बगानमा हामी गइसकेका छौँ र त्यहाँ हामीले थुप्रै भिडियोहरू बनाएका छौँ र फोटोहरू पनि खिचेका छौँ। र आज हामी अति राम्री मेरी माया परी सरी छिन्, सम्झनामा आउँछिन् सपनीमा हरेक दिन। किन यति धेरै माया मलाई उसकै छ अति धेरै माया। यस यस। अब भिडियोको अन्त्यसँगै हामी अब फिर्किन लागेको हो र हामी जहाँ जाँदै साथसाथै मेरो बिटिबोय अफिसियल युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला र र्यापर बिटिबोय फेसबुक आइडी पनि फलो गरिदिनु होला। साथसाथै टिकटक आइडी रियल बिटिबोय पनि फलो गरिदिनु होला। थ्याङ्क यू सो मच, लभ यु अल।